ल त बेबी फोन राखिदिए तिम्रो ससुरबाउ पनि ऊ त्यता कराउँदैछन् अहिले मार्छन् फेरि मलाई ल ल बेबी राख्दै हो फोन तिम्रो ससुरबाउले अघि झटारो हानेको त देखिहाल्यो होला सुनिहाल्यो आवाज अहिले पनि ऊ त्यता भटभटाउँदैछन् अहिले फेरि मलाई गाह्रो पर्छ आक्रोशमा चढ्न त चढिहाल्यो अब यहाँबाट झर्ने पो कसरी हालिरहेको ताली भाइ कुन चाहिँ बजियाले यहाँ हानिहाल्यो क्या यता कहाँबाट हान्दैछ यहाँ बाबुले माथि रुखतिर खेद्दै यहाँ छिटो जार मलाई तेरो गुरुजी हो ए ल आगो दाइ आगो गुरुजी आगो अलि मजाले कता हो गुरुजी ऊ त्यहाँ बोतल देखिस् देखेँ त्यो बोतल हटा ए 3 बानेको सालो ऊ त कता ए त्यो हटाना छिटो हात गलिसक्यो ए तोरी हटा ए तोरी यहाँ खुट्टा भाँचिए जस्तो त तेरो बाजेको ए के गर्छ हो यता तेरा बाजे समात के गर्छ हो यसलाई त मलाई यहाँ लगेर जा भनेको त आइए ए चिला हजुर किन यसरी सेला अब के गर्नु त गुरुजी एकताक मारिहाल्यो अब यस्तो बाउले पनि यार रुखमा राखेर खुट्टे खानै दिएको छैन खाना खा मलाई बस यहाँ तेरो घरमा केही पाकेछ भने जा लिएर आइज म गरिबको घरमा कहाँ खानु तँलाई 3 पानी खाना हुने नहुने मलाई केही खुवा यहाँनिर पहिले खुवा तु खुवा पैसा त छैन अब भित्लाउने पढ्ने भएको होइन आउलास् खाना अब खाना सामग्रीहरूको अब घर पनि सफा गरेको छैन राम राम यो घर सफा गर्नु पर्ने ठाउँमा कहाँ हिँड्छ यो मुला के को हल्ला हो दाजु के हुँदैछ देखिनुहोस् नाचिरहेको छु यहाँ ए पढाल्दै पो हुँदो रहेछ त अनि देखिदेखि के सोधेको नि होइन अब आइज बसौँ यहाँ गफ गरौँ आउनुहोस् न अब के गर्नु निकै पिर परेको जस्तो देख्छु हजुरलाई आजकल के भएको छ के गर्नु साइला भाइ मेरो छोराले धेरै दुःख दियो अब यस्तै हो हेर्नु न अब पहिलेको जस्तो जमाना रहेन अब पहिले भनेको सानैदेखि भनेको फिटिक्कै मान्दैन छोराले के गर्नु नगर्नु भइरहेछ अब होइन अब यस्तै भयो अब सम्झाउनु पर्छ नि छोरो बिग्रिहाल्यो फोनमै मात्रै व्यस्त हुन्छ केटीसँग नाना थरी कुरा गर्छ के गर्नु नगर्नु अब कसरी सुधार्नु भइरहेछ कि साइला भाइ किन अहिले खाना आएको छैन आफैले त 2 दिन भयो खाना नखाना पाएको बाउले खेदेर रुखमा बसिरहेको छु आज झरेको त्यो बोतल हटाइ भनेको बोतल त्यहीँ लगेर राख्दै चाहिँ फुट्टै गयो अब यसलाई केही खुवा भनेको त भिख माग्न पो जाउँ भन्छ यसलाई त यही के भयो यहाँ हेर त खुट्टै गयो 2 दिन भयो खाना नखाएको 2 दिन केही खुवा न केही खुवा ओ म भिखारीबाट कहाँबाट पैसा ल्याउनु जहाँ भिख मागेर भए पनि ल्याएर मेरो खुट्टा उपचार गरेर मलाई खुवा मात्र उपचार नगरे पनि खुवा के गरी भिख माग्ने अहिले बाउको छेउ गयो भने बाउले हानेर फेरि यता खुट्टा भाँचिन्छन् दिक्क राख्नुहुन्छ त्यही भएर केही न केही उपाय लाउनु पर्छ के उपाय लाउनु ए जडिया सोच न सोच अलिक फ्रेस भएर सोच यहाँ जाँडा खानु फ्रेस के चाहिँ गर्नु होला आइडिया के आइडिया अब म त्यो पछाडिको ढोका खोलिदिन्छु तपाईँ छिरेर खाना जितिहाल्नु यहाँ आइज त खुट्टा देखाछस् खुट्टा देखिराख्नु यो खुट्टा चाहिँ तेरो काँधमा हालेर लिएर जानु कसरी जानु भन्छ म त्यहाँबाट कटेर अर्को आइडिया सोच पछाडिबाट गएर खानु रे खाँदै बाउले हाने भने चाहिँ पछाडिबाट कता भाग्नु खुट्टा यस्तो छ त्यो पनि रुक्नु है
साना भाइ को आएछ त्यहाँ हेर त आइज त ओहो ए बाउ आयो बाउ हो पर्खी त पर्खी गुरुजी आज त धन्न भयो नभए हामीले मार भाइ तेरा पत्ता लगाउनु पर्छ अहिलेको लागि जाम हेर ओइ काले यहाँ आइज त यहाँ न यहाँ गुरुजीको यहाँ खुट्टा भाँचिएर भोक लगाएर मर्ने बेला भइसक्यो गुरुजीको कस्तो हालत छ बाउ हो केरा पाँचे यहाँ बोकेर लिएर हिँड्न खुट्टा देख्थेन ए आइज काले ओए अलि बिस्तारै बोक्ने अलि बिस्तारै बिस्तारै तँलाई त बाउले पकाउँछन् भने किन हो गरे हेर त अब त बचियो खासमा चाहिँ के कुरा भएको हो के हुनु नि म त रुखबाट झरेको झर्दाखेरि खुट्टा गयो खुट्टा पनि मर्किहाल्यो एक त भोक लागिरहेको छु त्यसलाई केही गर्न केही खुवाएन भनेको यसले गर ऊ त झन् ड्याङ ड्याङ पारेर आनु ए नाचा लान ड्याङ ड्याङ पारेर आनु त्यसपछि बाउ यताबाट आए लखेट्नु लखेटे खुट्टा एक त सुन्यो भोकाले पनि लाग्यो भागो यति हो यसले केही खुवाउला जस्तो छैन केही आइडिया छ भने भाइ देऊ नत्र भने भोकाले अब अन्तिम आइडिया भनेकै जाउँ बाउबाटी अनि मामी एकचोटि गाई छोड्नु भन्नु मागी मागौँ छोड्दै यो भोकै बस्नुभन्दा त बरु बाउको चर्चा नै मरिन्छ गुरुजी बेटा हो ए पिताश्री जाँड खराइसी क्या हो क्या खानु त्यस्तो होइन त्यस्तो होइन हो जाँड खराइसी जस्तो छ होइन के अरे यहाँनिर जाँड खाएको केही दिन भयो खाना नखाएको डल्लै ठक हेर त बाउ खुट्टा त साह्रै बागुचा जडिया बागुचा जडिया मारो नि बुढोले त यहाँबाट ए बाउ 2 दिन भयो खाना नखाएको एउटा ए साइला केही त बोल न बाउलाई सम्झाइदिउँ हेर त मेरो खुट्टाको हाल त्यस्तो खाना नखाएको 2 दिन भयो ए सम्झाइदिउँ न काका ए बाउ यहाँ ए बाउ आऊ न किन आउनु पर्ने आऊ आऊ न किन आउनु पर्ने एकपल्टलाई माफी नि मागे आऊ तँलाई चढिया आऊ बाउ खाएको होइन यहाँ हेर त दुईवटा माथि सुन्यो तँलाई नि घरमा बसेर हेर बाउ आऊ एक काका सम्झाउँदै त मलाई होइन एकचोटिलाई भयो त अब एकचोटिलाई माफ गरिदिएको छु अब अर्को लड फेरि उ गरेछ भने फेरि तेरो म ल भयो 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 अर्कोचोटि पनि यस्तै गर भने म पनि अझ अब एकचोटिलाई यस्तै हो दाजु दाजु अब छोडिदिनु छोरालाई एकचोटिलाई माफ गरेको छु अब फेरि यस्तै गरिस् भने नि फेरि काकाले पनि भनिसके यो पार्टमा चाहिँ यस्तै भोलि गयो बाबु अर्को पार्टदेखि चाहिँ म पुरै सुध्रिन्छु ए होइन भाइ यो त सानो होइन